नमस्कार साथीहरू। आज म हाम्रो गाउँघरमा गरिन्डल भनेर चिनिने बजारमा प्यासन फ्रुट वा कृष्ण फल नामले परिचित एक अत्यन्तै स्वादिलो, सुगन्धित र पौष्टिक फलको बारेमा जानकारी दिन गइरहेको छु। यो फल तपाईहरू मध्ये धेरैको गाउँघर खेतीबारीको डिल, करेसाबारी वा घर वरिपरि लहरे बिरुवामा फलेको देख्नु भएको होला। कतिपयले यसको स्वाद पनि चाख्नु भएको होला। तर यसको पौष्टिक गुण, स्वास्थ्य लाभ र बजार मूल्यबारे धेरैलाई अझै राम्रोसँग जानकारी नहुन सक्छ। त्यसैले आजको भिडियोमा चाहिँ हामी गरिन्डलको परिचयदेखि यसको फाइदा, खेती र बजारसम्मको महत्त्वपूर्ण कुराहरू बुझ्नेछौँ। गरिन्डल एउटा लहरे बाली हो जसलाई मचाङ वा तारको सहारामा सजिलै खेती गर्न सकिन्छ। सुरुमा यसको फल हरियो हुन्छ र पूर्ण रूपमा पाकेपछि यसको जात अनुसार गाढा बैजनी वा पहेँलो रङको हुन्छ। भित्र सुनौलो पहेँलो जेली जस्तो गुदी र साना काला बिउ हुन्छन्। यसको स्वाद अमिलो र गुलियो मिसिएको हुन्छ, जसले गर्दा बालबालिकादेखि ठुला सबैले मन पराउने गर्छन्। पोषणको हिसाबले पनि निकै उत्कृष्ट फल हो यो। यसमा भिटामिन सी, भिटामिन ए, फाइबर, पोटासियम तथा एन्टिअक्सिडेन्ट प्रशस्त पाइन्छ। त्यसैले रोग प्रतिरोधात्मक क्षमता कायम राख्न, पाचन प्रणालीलाई स्वस्थ बनाउन, कब्जियत कम गर्न, मुटु र छालाको स्वास्थ्यको लागि यो एकदमै उपयोगी फल मानिन्छ है। नेपालमा यसको खेती इलाम, झापा, धनकुटा, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ लगायतका जिल्लामा विस्तार हुँदै गएको छ। बजार पनि विस्तार भइरहेको छ। सामान्यतः किसानले प्रति केजी 200 देखि 400 रुपैयाँसम्म मूल्य पाउन सक्छन् भने खुद्रा बजारमा 350 देखि 600 रुपैयाँ, सोभन्दा बढी मूल्यमा पनि बिक्री हुने गरेको पाइन्छ। बजार भाउ भने मौसम र स्थान अनुसार फरक हुन सक्छ र उत्पादन भएपछि स्थानीय फलफुल सङ्कलन केन्द्र, होटल, रेस्टुरेन्ट, जुस उद्योग तथा इलाम, बिर्तामोट, विराटनगर, पोखरा, बुटवल र काठमाडौँको कालीमाटी जस्ता बजारमा बिक्री गर्न सकिन्छ। तर व्यावसायिक खेती गर्नु अघि आफ्नो क्षेत्रको बजार र खरिदकर्तासँग जानकारी लिएर अघि बढ्नु राम्रो हुन्छ। र आजको जानकारी यति नै। भिडियो उपयोगी लाग्यो भने सेयर गरेर अरूलाई पनि जानकारी पुर्याइदिनुहोस्। यस्तै उपयोगी कृषि जानकारीको साथमा जोडिरहनुहोस्। धेरै धेरै धन्यवाद। नमस्कार।